हेलो नमस्ते। हेर्नु होला, आज म फेरि तपाईहरुको बीचमा एउटा भान्सालाई अति आवश्यक एउटा जुगाड लिएर आएको छु है। यो चाहिँ मैले अनलाइनबाट लिएको हो है। पेस्तोल है यो। ल हेर्नुस् ल। यो देख्नुभयो नि। अब यो यति पावरफुल छ नि, यति सानो भोल्युममै। ल हेर्नुस् त। त्यो मैले अघि ल्याएको ग्यास चाहिँ कस्तो परेछ भने यो सिलिन्डरको सँगै चाहिँ यो जोइन हुने भएको हुनाले यो भित्रको सिलिन्डरको ग्यास नसिद्धेसम्म युज गर्न सकिन्छ। सिद्धेपछि यसलाई फाल्दिने, फेरि अर्को किनेर ल्याउने। यो अति नै सजिलो छ, उपयुक्त छ। तपाईहरु पनि किन्नु होला। अब अहिले हेर्नुस्, सबै डिएक्सन चुला, अब ग्यास चुला हटिसक्यो। ग्यास चुला हटिसकेपछि अब चाहिँ यस्तो रौँ चाहिँ सहर बजार देश हामी परदेशमा बस्नेलाई त यसरी पोलेर दिँदैन। अब यहाँ यस्तो यो इन्डक्सन चुलामा पोल्न सकिँदैन। नसकेपछि यसको जुगाड चाहिँ विकल्प चाहिँ यो एकदम राम्रो छ है साथी। यस्तो पावरको यी कुरै छोड्नुस्। हेर्नु त। ल हेर्नुस् ल। आँखा झिमिक माल गायब भने जस्तो। ल हेर्नु, अब यो सिद्धियो। सिद्धेकोलाई यता राख्दिउँ। फेरि अर्को सजिलो कुरा चाहिँ के छ भने, अर्कोमा चाहिँ यहाँ लाइटर बालेर चाहिँ यो फायरिङ गर्नु पर्थ्यो हैन। अब यसमा चाहिँ अटोमेटिक छ। अब यसलाई फेरि बढाइदिउँ। ल हेर्नु कति ठुलो पावर के। ल हेर्नु, यो घोडाको छ नि, यो मजाले गयो घोडाको नि। हेर्नु त। ल हेर्नुहोस् त, हामीलाई मासु पसलेले यसरी ग्यास चाहिँ पोलेर दिन्छ नि। अब यो खुट्टा, सुँगुरो खुट्टा राईको छोरो परियो। ल अब यसलाई चाहिँ
यसरी भाग बन्द गर्नुपर्छ। एकै छाक एकै ठाउँ राख्दाखेरि डल्लो परिहाल्छ, पछि पकाउन गाह्रो हुन्छ। अनि यसरी एक छाकमा कति खाने यसरी पोका पार्ने सर्लक्कै। यसो गऱ्यो भने पछि आइस भिजाइराख्नु नि पर्दैन, एकै ठाउँ काटेर राख्दाखेरि छुट्याउनु गाह्रो हुन्छ। अनि यसलाई चाहिँ यसरी भाग भाग लाउने। अब इच्छा लागे 2 पोकै पकाउने, नलागे यसरी छुट्याउने। 4 पिस त खाइन्छ।